छु म आज भर्खरै मर्निङ वाक गएर यो चोकतिर मैले सधैँ चिया खाने रेस्टुरेन्टमा आएको छु र म आज कहाँ जाँदैछु त सस्पेन्डै राख्न चाहन्छु तपाईँहरूलाई। हेलो, के छ हो खबर? एकदम ठिक छ। के छ अनि हलचल ठिकै छ नि चोकतिर? अनि हाम्रो रेस्टुरेन्टको नाम चोकतिर। अनि के बन्छ? मोमो, चाउमिनहरू, किमा नुडल, फ्राइड राइस, थुक्पाहरू, हस् त म यसो भ्लगिङमा छु। मेरो भ्लगको साथीहरूलाई हाई भन्दैन सबैलाई। सबैलाई नमस्ते। सबैले सब्सक्राइब गरिदिनु होला, भाइलाई। हस्, धन्यवाद। गरिदिनु होला। हस्, धन्यवाद। ओल्सो गाइजहरू, म भर्खरै चाहिँ रुममा आएको छु चोकतिर रेस्टुरेन्टबाट। अब म चिरीच्याट्टी भएर कहाँ जाँदैछु त तपाईँलाई देखाउन चाहन्छु। अनुगमन टोली यहाँ उपस्थित भइसक्नु भएको छ। होटल सोटल यसो हेर्दै अनुगमन टोलीहरूको यहाँ चाहिँ अब होटल हेर्ने निरीक्षण गर्ने होइन। के को बारेमा भन्नुहोस् त? यो अहिले टोखा नगरपालिका चाहिँ बाल मैत्री घोषणा हुँदैछ। सकेसम्म बाल बालिकाहरू होइन सुरक्षित होस् यहाँ चाहिँ। अनि बालिकाहरूलाई चाहिँ श्रमिकको रूपमा, कामदारको रूपमा प्रयोग गरेको छ कि छैन भन्ने चाहिँ अनुगमनहरू हो। त्यसको लागि हामी यो स्टिकरहरू चाहिँ, यो पहेँलो स्टिकरले चाहिँ सम्भावित जोखिम क्षेत्र भनिन्छ भने यदि उसले राम्रोसँग काम गरेछ भने यो बालबालिका सुरक्षित क्षेत्र भनेर चाहिँ हामीले स्टिकर टाँच्छौँ। नमस्कार, मेरो भ्लगमा तिम्रो शुभ नाम? मेरो ज्योतिषा पाण्डे। ज्योतिषा पाण्डे हो? यो बाल मैत्रिक भनेर अब बाल शोषण भयो अरे, त्यसको बारेमा चाहिँ यहाँ तपाईँको चाहिँ पुलिसहरू, अनुगमन टोलीहरू आएका छन्। यस विषयमा तिमीलाई के भन्नु छ? यसमा चाहिँ पढ्नुपर्छ, पछि भविष्यको लागि भयो नि भनेर भन्न चाहन्छु। त्यो उनीहरूले गरेको अनुगमन राम्रो छ? राम्रो हो, एकदम राम्रो हो। हजुर। ए हस्, धन्यवाद है। ल सबैले हाई गरिदियो। पढ्नुपर्छ भन्ने चाहिँ एउटा लक्ष्य लिएछन्, त्यसको लागि के भन्छौ? जय नेपाल सरकार। ठिक हो, ठिक हो। हस् त भाइ, हस् त हस्। ल ल ल ठक्क लाएर झोल माछा घर, माछा खानाहरू 200, बङ्गुर खाना 200। झोल माछा खाऊ कि बङ्गुर माछा खाऊ? तपाईँहरूलाई एकछिनपछि देखाउने नै। अब म खाना खाने तर्खरमा छु। तपाईँहरूले अब मैले खाना खाएँ। के खाना खाएँ त हेर्नुहोस् है त। भित्र अलिकति आउँदो रहेछ। मैले लिएँ बङ्गुरको मासु चट्ट लाएर अलिकति आउँदो रहेछ। भाइले के लिएर आउँदैछन्? दाल लिएर आउँदैछन्। अनि म यो तपाईँको चाहिँ यो चाहिँ रेस्टुरेन्टमा बसेर खाना खाँदैछु है त। टक्क अब म खाना खान्छु है साथीहरू। हेलो गाइजहरू, मैले खाना खाँदैछु। खाना एकदम टेस्टी छ। तपाईँहरू पनि आएर खाइदिनु होला। अलिकति अँधेरो भयो चाहिँ यहाँ है। हजुर, लाइन गयो। लाइन गयो चाहिँ यस्तो अँधेरोमा खाना खाँदैछु म है। हेलो सर। मिठो एकदम राम्रो राम्रो छ। हस्, उहाँले खाँदै हुनुहुन्छ। झोल माछा हो? झोल माछा। ए हस् हस्। हजुर साउजी नमस्कार। सन्चै हुनुहुन्छ? ए अनि झोल माछा मिठो खुवाउनु भयो हजुरले। ए हजुर, धन्यवाद हजुर। हजुरको अब यहाँ आउनको लागि हजुर हाम्रो चाहिँ ग्राहकहरूलाई कसरी चाहिँ बोलाउन चाहनुहुन्छ तपाईँ? यो त हाम्रो ठ्याक्कै लोछेमलको पारिपट्टि हो। हजुर हजुर। यो अहिले माइक्रोको काउन्टर पनि लोछेमलमै छ। हजुर। माइक्रो काउन्टरबाट विष्णुमतीको पुल होइन मुनिबाट हिँडेर तपाईँ हजुर यस्तो पुल मुनिबाट हेर्नुभयो भने झोल माछा भान्साहरू बढी देखिहाल्नु। बुङ्गुरको पनि खाना, मासु र भात पाइन्छ होइन, चिकन पनि पाइन्छ। अनि अब हामीले यहाँ के अरे सेकुवा पनि, हजुर, पोक सेकुवा पनि पर केजी 1000मा हामी सेटअप गर्दैछौँ क्या। ए हजुर हजुर। त्यो चाहिँ धुवा रहित फेरि धुवा रहित। तब फेरि एकदम राम्रो। फेरि यो हामीले चाहिँ मासु ल्याउँदाखेरि पनि पूर्वबाटै आएको पोर्कहरूको चाहिँ ल्याउँछौँ। ए अर्ग्यानिक पोर्क। अर्ग्यानिक भन्दा नि पूर्वको धरानी भन्ने। ए धराने बङ्गुर। एकचोटि किचन सर देखाइदिन्छु म। हस् हस्। ल उहाँको चाहिँ एकदम मिठो छ है। चट्ट यहाँ अब ल
हस् हस् यहाँ चाहिँ चट्ट चाहिँ यस्तो तरिकाले किचन पनि सफा छ सरको ल पोक देखाउँदै अब यो कोक चाहिँ हामी त पुरोबाटै आएको चामल हाल्छौँ कि ए हस् ल हेर्नुहोस् त यस्तो मिठो धराने बङ्गुरको मिठो ल चलाइदिनुहोस् त एकचोटि हस् वा 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 मिठो छ ल होइन अब यो चाहिँ पोर्क सेको पनि हाम्रो सेटअप हुँदैछ हजुर हजुर ढुवारै किसिमले हजुर पर केजी 1000 मा हस् ल धन्यवाद हस् सर है गाइजहरू म चाहिँ अहिले कतै जानको लागि गाडीको प्रतीक्षामा छु वर्षो गाइजहरू म भर्खरै बालाजुमा आएको छु तपाईँहरूलाई कहाँको यात्रा गर्दैछु त म तपाईँहरूलाई एकछिनपछि देखाउने नै छु र यहाँदेखि भित्र चाहिँ हाम्रो थकाली समाज घर पनि पर्छ एक हुल ओरले अर्को हुल उक्लिए हामी पनि हुर्क्यौँ बहिनी साझा बसै सयमा ठ्याके उपस्थित भएको छु कृपया तपाईँहरू पनि आउनुभएको होला धेरैजना स्वयम्भूको महिमै छुट्टै छ गौतम बुद्ध भनेको शान्तिको प्रतीक हो हल्लीचल्ली हेर्नुहोस् है चोकतिर भने जस्तै स्वयम्भूको हल्लीचल्ली हेर्नुहोस् सबैजना कता हो मैया चोकतिर भने जस्तै उठ्छु गाइसहरू म अहिले बसमा यात्रा गर्दैछु हेलो भाइ हस् त ल हाई गर्ने भाइ 3टा बाटो छ एउटा माथिबाट छ एउटा चाहिँ तल अन्डरग्राउन्ड भयो एउटा चाहिँ हामी यता यो बाटो हिँड्दैछौँ है त यो कलङ्की एरिया पर्छ कलङ्की एरियाको चलपल पनि तपाईँहरूलाई एकछिन देखाउन मन लाग्यो र देखाउँदैछु सर र मोटर गरेर हिँडिएको छ ल हस् त बाई कसै गाइजहरू म चाहिँ अहिले ठ्याक्कै बसमा यात्रा गरिरहेको छु सबैजना हुनुहुन्छ सबैजना हामी यात्रा गरिराखेका छौँ र मेरो एकजना अर्ग्यानिक बुवा यहाँ चाहिँ भेटिनु भयो हजुरको शुभ नाम बुवा हजुर दशरथ नेउपाने घर चाहिँ कता हजुर हजुर माता तीर्थ अनि के गर्नुहुन्छ त अहिले माता तीर्थतिर बसी बसाइ अनि छोराछोरी कति छन् नि छोरा कता छन् कि अस्ट्रेलिया छन् ए भनेपछि तपाईँ पनि अस्ट्रेलिया घुम्न जाने आउने हो ए कति राम्रो मन्दिर छ पशुपति सलाला बगिछन् बागमती कति राम्रो मन्दिर छ पशुपति सलाला बगिछन् बागमती सलाला बगिछन् बागमती यो चाहिँ मेरो अलिकति स्वर सुकिरहेछ श्रीमद् भागवत महापुराण मायाके मा सन्ध्याको 4औं दिन श्रीकृष्ण पाठ होने अष्टमी योगा जय भनिदिनुहोस् न जय उहाँसँग भेट भयो खुसी लाग्यो कुच्ची 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 सर्ट स्टेसनमा आएँ म अब कहाँ लाग्छु ओड्सो गाइजहरू म हिँडिरहेको अवस्था छ म भर्खरै गाडीबाट चाहिँ ठक्क झरिराखेको अवस्था थियो र म अहिले हिँडिराखेको छु बाटोमा आनन्द यात्रा भइराखेको छ अलिकति क्यामेरा हल्लियो होला त्यसलाई माइन्ड नगर्नु होला अब म एउटा भन्न चाहन्छु सायरी है हिँड्दा हिँड्दै तेरे आँखों की नमकीन मस्तिया तेरी हाँसों की बेभरपाई गुस्तकिया नहीं भूलूंगा मैं जब तक के जान जब तक के जान जब तक के जान तेरी हाथों से हाथ छोड़ना तेरी साई से रुख मोड़ना नहीं भूलूंगा मैं जब तक के जान जब तक के जान जब तक के ओड्सो गाइजहरू म चाहिँ हिँड्दा हिँड्दा थाकिराखेको अवस्था छ यार यहाँ फेरि एकजना हाम्रो भाइ इन्डियन कि मधेसी हो मधेसी भाइ टक्क भेट भयो उसले गीत गाउँछु भन्यो होइन ठ्याक्कै यिनीहरू चाहिँ साइकलमा चल्दा गोली चल बैबू बम्फोर बैबू गोली चल बैबू ही मटर करा दी बाजार में अरे मटर करा दी बाजार में चलो तो के घुमा दी नेपाल में चलो तो के घुमा दी नेपाल में रामपुरुष के बतिया मान लिये गोरिया ही काहे के तने भाई उघार बा काहे के तने भाई उघार बा काहे न कपड़ा लगावे बवनी चढ़ल जवानी रसीदार बा
वाह 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 दामी 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 भाइले चाहिँ मिठो चाहिँ सायरी पनि गर्दो रहेछ गीत पनि गाउँदो रहेछ दर्शकबिनहरू यसो माया गरिदिनु होला भाइलाई ओड्सो गाइसहरू कति टाइम लाग्यो हो मलाई त्यहाँ पुग्न हिँड्दा 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 मेरो पसिनै पसिना भयो शरीर एकदम बर्बाद भइयो यार कति बेला पुगिन्छ भन्ने अब चाहिँ यहाँ मेरो भाइहरूले चाहिँ टिनेजर भाइहरू जेन्जी भाइहरूले चाहिँ गीत गाउँछु है दाई भनेका छन् अब कस्तो गीत गाउँछन् त ल हेरौ त है ल गीत गा ल ल ल गीत गा गीत गा गायकको त्यो रोमन रोमन ल गा न क्यामेरा के सुन भाडा पुराउनु त ल भाइ यो गीत गा न बेटा भयो जम्मकै साथमा राख्छु तिमी ल हेर तिम्रो गीत गा न ए पिरतीको मिठो तिर्सना हो सकिँदैन चट्ट मेटिन पहिलो बसन्तको ओ नयाँ खोकिला हुँदैन है चट्ट मेटिन हो यस्तै रहेछ माया भन्ने मिठो मिठो सपना बुन्ने ल त है भाइ ल हस् हस् ल गौतम ठाकुर ब्लगलाई सब्सक्राइब गर्नुहोस् है ल हस् त ल धन्यवाद बाई धन्यवाद बाई बाई ल बाई 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 भाइहरूलाई एकदम मिठो मिठो चाहिँ गीत गाएँ गीत त के गाउने मैले गाइदिएँ र अब तपाईँहरूलाई म आउने ठाउँ सस्पेन्ड ठाउँ जुन आइरन गेट अब डुडुडुडुडुङ डुडुडुडुडुङ खोल्दैछु हेलो हेलो हाम्रो दाजुले सपोर्ट गर्नु पऱ्यो केटाहरू ल ट्याक्का लगाएर होइन लाइक एन्ड सब्सक्राइब सबैले सेयर हामी लाइक हानिदिने है केटाहरू हस् त ल धन्यवाद है भाइ त्यही छ त्यो ठाउँ तपाईँहरूलाई सस्पेन्ड खुलाउँदैछु है त तपाईँहरूलाई यो ठाउँको स्मरण गराउँदै एउटा सानो डाइलेक्ट गर्दैछु रगतले लेखिन्छ इतिहासको पाना रगतले लेखिन्छ इतिहासको पाना रगतले मेटिन्छ मनको चाहना सत्य र असत्य बिच रहन्छ सिमाना 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 यता नानी बाबुहरू खेलिराखेका छन् आमा सन्चै मकै म अहिले फर्केर आएर खान्छु है आमा हस् हस् सन्चै हुनुहुन्छ हजुर घर चाहिँ कता आमा ए मेरो यो सानो भ्लगमा तपाईँ आइदिनु भयो अनि आमाले बनाएको चाहिँ मकै है यस्तो म अहिले आउँछु आमा ल सबैले सब्सक्राइब गरिदिनु भन म अहिले यो चन्द्रगिरी केबल कार नजिक आइसकेको छु र यहाँ आउँदा एउटा नयाँ कुरा थाहा पाएँ कृपया कोही आउँदै हुनुहुन्छ भने अलिकति सस्तो तपाईँहरूलाई अलिकति कम बजेटमा खल्टी एपबाट तपाईँहरूले चाहिँ होइन पेमेन्ट गर्न सक्नुहुन्छ र उहाँ यहाँ एकजना कर्मचारी हुनुहुन्छ उहाँले भन्दै हुनुहुन्छ ल भन्नुहोस् त ए हजुरहरूले चाहिँ खल्तीबाट टिकट काट्नुभयो भने चाहिँ 2%सम्म क्यासब्याक पाउन सक्नुहुन्छ हस् हजुरको शुभ नाम मेरो नाम जुनु हो हजुर हस् त जुनुजी है वाह 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 हेर्नुहोस् न कस्तो डेन्जर सललललल सललल बगैँचा बागमा चाहिँ डेभिस फल्स यो चाहिँ फल्स मात्रै हो क्या डेन्जर फोका हानेको छ हजुरको शुभ नाम मेरो नाम प्रदीप ताके म गौतम ठाकुर हो हजुर हजुर तपाईँले चाहिँ गौतम ठाकुरमा गएर सब्सक्राइब गरिदिनु होला गौतम ठाकुर हजुर एउटा लाइक पनि हानिदिनु होला एउटा कमेन्ट पनि छोडिदिनु होला है त हजुर हामी मेरो घर चाहिँ बागलुङ हो बाबु ए म चाहिँ भक्तपुरबाट भक्तपुरबाट नाम के भन्नुभयो गौतम ठाकुर गौतम ठाकुर व्हाट्सअप गाइजहरू म अब चाहिँ यो डेभिसको छैन यो फल्सको बिचमा जाने एउटा प्रयास गर्नेछु कृपया पानीले चाहिँ नभिजाओस् है पानीले नभिजाओस् गाइजहरू म चाहिँ लास्टै भिजेँ यार हेर्नु न
पोखराको चाहिँ डेभिस फल्स यो चाहिँ फल्स होइन फाइनली गाइज म चाहिँ भर्खरै टिकट काउन्टरमा टिकट काटेर आएँ टिकट मेरो हातमा छ केबल कारको बहिनीको शुभ नाम सुनिता श्रेष्ठ अनि यो टिकटकै पहिला 500 थियो कि होइन अहिले 850 कहिलेबाट बढ्यो आयो वैशाखदेखि बढेको त्यो त अलिक टिकट अलिकति महँगो जस्तो लागेको मैले पहिला एकचोटि 500मा चढेँ महँगै छ होइन हस् त केही छैन ठिकै छ म अब यहाँबाट इन्ट्री हुँदैछ है त हस् बाई गाडी हिँडो केबल कारको यात्रा गरिराखेको छु कृपया सबैजनाले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला उठ्छो गाइज लाडोस केबल कार चन्द्रगिरी बाबा घुमायो पैसा आऊ मलाई त डर लाग्यो डर पनि लागिरहेको छ यार यस्तो हल्लिँदो रहेछ कि एक्लै भने तर उति हल्लिँदो रहेछ यार अनि दिमाग खराब हुँदो रहेछ कि अहिले आउँदा त ग्रुपसँग आउनुपर्छ यार एक्लै त सक्दिनँ म त अभिनी एक्लै त सक्दिनँ म त है त गाइसहरू तपाईँ पनि आउन सक्नुहुन्छ बहादुरको छोरा कहिले पनि डराउँदैन भन्ने एउटा नेपालीहरूको खान छ यसैमा एउटा डाइलेक्ट गर्छु डर लाग्दैन होला काम दिँदैन होला म एउटा डाइलेक्ट चाहिँ हालेँ शत्रु समारक दुष्ट विनाशक प्रलयङ्कर हुँ म तेरो लागि साक्षात् मृत्यु शङ्कर हुँ म त जस्ता 2-4 जना भ्रष्टाचारीहरूलाई तहस नहस पार्न खोज्ने वीर नेपालीको छोरा म कर्मयोद्ध हुँ म कर्मयोद्ध के सोचेको छस् यो शरीरमा सच्चा नेपालीको शुद्ध रगत अनि स्वच्छ हिम श्रृङ्खलाको साथ अनि नेपाली आमाको आशीर्वाद स्मृति तिमीले एकचोटि मेरो आँखामा हेर म संसारको हरेक खुसीहरू तिम्रो अगाडि राखिदिन सक्छु प्लिज एकचोटि अहिले पनि भन न प्लिज चिलाई मृत्युको दण्डभन्दा पनि कडा हुँदो रहेछ हामीलाई आमाले जन्म दिँदाखेरि कपडाले छोपेकी हुन्छन् कि छोरा समाजमा निर्जल र निर्मल नहोस् भन्नको लागि तर तिमीले त हामीलाई बीच सडकमा नाङ्गो बनायौ तिमीलाई थाहा छ हामी समाजमा नाङ्गो भयो भने हाम्रो इज्जत कहाँ पुग्छ भनेर वाह क्या मिठो नाम स्मृति म्याडम यही मिठो नाम मेरो मनमा विदुर सम्झना भएर रहनेछ मिस स्मृति म्याडम याहू आइयो हेलो गाइजहरू म चाहिँ ठ्याक्कै केबल कारबाट अब झर्ने अवस्थामा छु अब म झरेको अवस्था छु डर लाग्यो मलाई त यार लास्टै कताबाट हो जाने लास्टै डर लागेको यार अरू मान्छे पनि लगिदिनु पऱ्यो नि त अहिले यार डर लागेर लास्टै यार एउटा 7 बजे भित्रमा इन्ट्री हुन्छ भने चाहिँ म एकछिन घुम्छु नि त यार यतातिर घाम लागेको रहेछ एक्लै आउनु डर लागेको लास्टै अब यो ठ्याक्कै गाइजहरू यो चन्द्रगिरी पारी यो चन्द्रगिरीको जुन हामी चढेर आइयो केबल कार त्यसको पारीपट्टि हो यो अहिले चाहिँ यहाँ सबैजना आफ्नो हेलो गाइजहरू म चाहिँ अहिले ठ्याक्कै चन्द्रगिरीको पारी छु अनि एकछिन तपाईँहरूलाई त्यहाँको दृश्यहरू पनि देखाएँ म हिँडिरहेको अवस्था छ अनि मलाई अलिकति भोक लाग्यो अब केही खान्छु कि भन्ने एउटा सोचाइमा पनि छु के खाउँ त हस् धन्यवाद सिस्टम चाहिँ यसको रहेछ लगेर जानुपर्छ सिस्टम यही हो कि लाइभ किचनमा सिस्टमै हो यही हो खै बढी ठाउँ छैन क्या पुरै यता बन्द भइसकेको रहेछ म सेपरेट बस्छु म आनन्द हस् गाइजहरू म अब चाउमिन खाँदैछु लास्टै भोक लाग्यो
खाइदिन्छु कि म त दामी दामी हेलो गाइजहरू अब मेरो फर्किने टाइम भइराखेको छ मैले भर्खर टन्न नास्ता खाएर सर दामी छ दामी How are you? Fine? Yeah, good. How are you? I'm fine. Where are you from now? We're from Delhi, India. India? बिहान आइयो भने पुरै घुम्न पाइँदो रहेछ अब हामी चाहिँ आइयो यहाँ अब चाहिँ 5:30 बजीतिर 7 बजे चाहिँ तपाईँ हामी तल चाहिँ गएर इन हुनु यता सन्नाटा छाएको छ दामी छ नेचुरल भ्युज very good natural views Nature is a very good, beautiful. Nepal, the nature, eh? yes Nepal ka natural Thank you. Nepal is the great. yes Nepal is the great Nepal is great. Nepal is the great. yes thank you so much You are my friend. So beautiful. yes thank you Chandgiri so beautiful. यो चाहिँ चन्द्रगिरी वारीपट्टिको कफी घर हेर्नुहोस् दामी छ है कस्तो दामी हो लिपेको के टक्क चाहिँ गाउँघरमा जस्तो यस्तो चुलो के दामी चुलो छ नि त है डेन्जर चुलो छ डेन्जर हस् धन्यवाद अब म लाग्दैछु चन्द्रगिरीबाट पारिपट्टि हेलो ल म केबल कार छ अरे अब यहाँबाट हामी एकछिनपछि लाग्छौँ पारिपट्टि लाग्दैछु उहाँहरू लामाहरू हुनुहुन्छ के चढाउँदै हुनुहुन्छ उहाँहरूले त्यो त थाहा भएन मलाई होइन उहाँहरूको आफ्नै एउटा ऊ होला एकजनाले यता ठोकिराख्नु भएको छ अर्कोजनाले छेउछेउ गरिराख्नु भएको छ होइन यस रमाइलो छ मलाई थाहा भएन तपाईँ र म चाहिँ तिनजना मेरो भ्लगमा हाई गरिदिनुहोस् हाई हजुरको शुभ नाम राजेन्द्र लामा हो ए घर चाहिँ कता मेरो मकवानपुर जिल्ला ए मेरो चाहिँ ठाकुर गौचन हो अहिले अघि त एक्लै आउँदाखेरि यस्तो डर लागेको मलाई अहिले पो दुईजना भएर एक्लै आउनु भएको थियो अघि त एक्लै हिँडेर एक्लै चढेको नि अनि दामी 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 उहाँले ठोके हुनुहुन्छ कि ठोकेको त्यो त थाहा भएन है उहाँले फेरि के हेरे हुनुहुन्छ मैले भिडियो लिइराखेको छु अब हाम्रोमा यहाँबाट ओर्ने है साथी आइया घुमाउँदो रहेछ ओर्लियौँ हामी बाई बाई कताबाट जाने जाने बेला हुन लाग्यो अब लास्ट म पनि पुरा भ्रमण गरेर आइसकेको छु अब यहाँबाट मेरो रुममा जानलाई धेरै टाइम लाग्छ घाँटी पनि बसिसक्यो यार कराउँदै घाँटी बसिसक्यो यो चाहिँ चन्द्रगिरीको भित्र केएफसीहरू पिज्जा हटहरू सबै छ अनि यसरी बाहिर निस्किने हो बाई बाई गरिदिएर ठिक होला जस्तो लाग्छ र म फाइपट्टि आएँ त है अघि मैले टिकट काटेको यहीँबाट हो ल यो लास्ट हो हाई गाइजहरू म अब यहाँबाट लाग्दैछु म तल गएर गाडी चढ्छु अनि आजको यात्रा पक्कै पनि तपाईँहरूले हेरिसक्नुभयो कस्तो लागेको नि कमेन्टमा बताइदिनु होला अलिकति बोल्दा अलिकति घाँटी पनि बसिसकेको अवस्था छ र फेरि यस्तै भ्लगहरू तपाईँहरूको माझमा ल्याउने बाचा पनि गर्नेछु र आजको भ्रमण चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई होइन एकचोटि जसरी भए पनि तपाईँहरूले कमेन्टमा लेखिदिनु होला किनकि मैले आज भिडियो खिच्नलाई धेरै मेहनत गरेको छु मेरा घाँटी सुकेका छ मेरा हात कामिराखेको छ है सम्पूर्ण सबैले माया गरिदिनु होला र फेरि नेक्स्ट भ्लगको लागि
फेरि वेट गर्नु होला म तपाईँहरूलाई फेरि नयाँ फलक लिएर आउनेछु भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु हस्त बाबा